र यो साथीभाइले ख्याल र हल्का फुल्का ठान्नुभयो भने मन लाग्छ काउन्टडाउन सुरु भयो। 2/3 सरकारको काउन्टडाउन चाहिँ एकदम स्वस्ति शान्ति गरेर जनताको महत्वाकांक्षा जगाएर विकास र रोजगारीको आश्वासन दिएर स्वस्ति शान्तिबाट सुरु गर्नुभएको बालनको कार्यकाल त्यही दिन राति जुन ढङ्गले प्रतिशोधपूर्ण व्यवहार गरेर हाम्रो अध्यक्ष लगायतको नेतृत्वलाई गिरफ्तार गरेर सुरु गर्नुभयो, काउन्टडाउन सुरु भयो भन्ने लाग्छ मलाई। तपाईहरुलाई यो कानुनी शासन विधि या न्यायालयप्रति कुनै विश्वास छैन? अब सक्यो, अस्तिसम्म थियो, अब किन छैन? निश्चित रूपमा विश्वास छ। अनि गर्नु त विश्वास पहिला पनि विश्वास थियो, अब अदालतमा जाला, अहिले पनि विश्वास छ। विश्वास नभएको प्रक्रिया अगाडि बढ्छ। सवाल के हो भने कहिलेकाहीँ व्यवहारले चाहिँ के हो भन्ने चाहिँ बनाइदिन्छ। जस्तो संसद विघटनको प्रक्रिया र धम्काएको होइन, संसद विघटनको प्रक्रिया र पूर्व प्रधान न्यायाधीश प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाको बारेमा हामीले दिएको जुन मुद्दा थियो, चुनाव सकिए पछाडि साधारण रिटमा प्रस्तुत भयो, अदालत चाहिँ स्केप भयो, अदालत डढायो अथवा न्याय दिएन भन्दिनँ, अदालत पन्च्यो।